DNA फ्रेगमेन्टेसन टेस्टको बारेमा हामी कुरा गर्दैछौँ। यो टेस्ट कसरी गरिन्छ त? नमस्ते, म डाक्टर उषा कार्की, फर्टिलिटी स्पेशलिस्ट एट नेशनल आइभीएफ जमल। हरेक सेन्टरहरूले DNA फ्रेगमेन्टेसन टेस्ट आफ्नो प्रोटोकल अनुरूप विभिन्न रूपमा गर्ने गर्दछ। अब DNA फ्रेगमेन्टेसन हेर्नको लागि विविध किसिमका टेस्टहरू छन् है, जसमा डाइरेक्ट टेस्ट र इन्डाइरेक्ट टेस्ट भनेर भन्ने गर्दछौँ। यी मध्ये टनल, कोमेट टेस्ट, SCSA, SCD भन्ने विभिन्न टेस्टहरू छन्। यो कुन सेन्टरले कुन वेमा गर्छ भन्ने हो है। सो आफ्नो सेन्टरको आफ्नो वे तरिकाले गर्ने हुन्छ र हामीले एउटा कट अफ लिने गर्दछौँ। हामीले त फ्रेगमेन्टेसन हेर्छौँ, कति % फ्रेगमेन्टेसन जेनेटिक DNA को फ्रेगमेन्टेसन वीर्यको स्याम्पलमा छ भनेर निकालिने गरिन्छ कुनै पनि प्रोसेसबाट। र कट अफ कहिले कतिसम्म लिने त? यो भन्दा कम, कति भन्दा कम भएको नर्मल, कति भन्दा कम बढी भएको अब नर्मल भनेर कट अफ केमा लिने भनेर पनि हरेक सेन्टरको आफ्नै कट अफ हुन्छ। तर युजुअली जेनरली लिने कट अफ भनेको 25%। सो 0 to 25% यदि DNA फ्रेगमेन्टेसन छ भने चाहिँ युजुअली वी कन्सिडर नर्मल, र मोर देन 25% DNA फ्रेगमेन्टेसन देखिन्छ कुनै पनि वीर्य परीक्षण गर्दाखेरि भने हामी यसलाई चाहिँ अब यहाँ यसले चाहिँ भोलिका दिनमा अरू समस्याहरू ल्याउन सक्ला भनेर यसलाई हामीले एड्रेस गर्न, यसलाई ट्रिट गर्न जरुरी हुने गर्दछ। हेर्नु, DNA फ्रेगमेन्टेसन टेस्ट भनेको लाइक अरू हामीले गरिने जुन वीर्य परीक्षण जस्तै गरिने क्लिनिकमा आएर वीर्य स्याम्पल दिएर त्यसमा हामीले परीक्षण गर्ने गर्दछौँ। यसको रिपोर्टिङ फ्यु आवर्समै हुने गर्दछ र रिपोर्टिङको कुरा गर्दाखेरि हामीले कति % DNA फ्रेगमेन्टेसन छ त हरेक स्याम्पलमा भनेर हामीले पर्सेन्टेज वाइज निकालेर अनि त्यसलाई इन्टरप्रेट गर्ने गर्दछौँ। त्यही आधारितमा रहेर आगामी दिनमा हामीले ट्रिटमेन्ट अगाडि बढाउने गर्दछौँ। सो रिमेम्बर, हामीले कट अफ युजुअली लिने चाहिँ 25%, लेस देन 25% युजुअली कन्सिडर नर्मल, मोर देन 25% अब यसलाई चाहिँ हामीले अगाडि बढेर यसलाई चाहिँ एड्रेस गर्न जरुरी छ भनेर बुझ्नुपर्छ र आफ्नो डाक्टरसँग यो सम्बन्धित सल्लाह लिन एकदमै जरुरी हुन्छ। थ्यांक यू।